त जतिखेर रेला गरेर नराख है फोन राख यहाँ बाउको श्राद्धमा छु भनौँ फेरि फोन राखिदियो क्या अनि एकछिन सोचेँ फेरि त्यसोचोटि फोन उठाउने बित्तिकै जहिले हाम्रो बिच चाहिँ हँसी मजाक मात्रै यही हो रिकभरी भएको नाता कतिखेर मान्छेलाई कति के साह्रो पर्छ जतिखेर तँलाई रेला गरेर म फोन गर्छु भनेको भन के भयो भन यसलाई होइन यहाँ इमर्जेन्सी एउटालाई 2 लाख रुपियाँ दिनुपर्ने यहाँ 1.75 मात्रै छ 25 लाख रुपियाँ 25,000 रुपियाँ पुगेन भने क्या यसले 25,000 दे भने त तँलाई चाहिन्छ 25,000 भन्दा किन त्यतिखेर मसँग गड्डी पैसा हुन्थ्यो पुरा पिकमा थिएँ म होइन भर्खर नयाँ गाडी किनेको थिएँ स्पोर्ट 1 करोडको भर्खर अनि यसलाई मैले 25,000 मागेँ त यसले मलाई पत्याउँदैन थियो अनि मैले के भने यसलाई 2 लाख दिनुपर्ने थियो एउटालाई 1,75,000 मात्रै छ 25 दे भनेको राख हुँदैन छैन पैसा भन अनि जहिले यही हो हाम्रो सम्बन्ध हामी जोड्यौँ भने भोलि कता एक्सपोर्ट इम्पोर्टको काम गर्न सक्छौँ भोलि यसले मलाई इम्पोर्टमा पैसा हाल्नु भनिरहेको छ चाइनाबाट सामानहरू त्यो पनि मैले भोलि हामी बिचमा कत्रो व्यापार हुनसक्छ इम्पोर्ट गर्ने त्यत्रो छ लाइबती लामो 25,000 भनेको कि ल बस्नेको आइहालेँ कहाँ छस् भनौँ पेट्रोल पम्प अगाडि सुई यो सेतो धोती लाएर भाइ जनै लाएर श्राद्ध गरिरहेको सेतो ड्रेसमा पल्सर यो खालको भुइँ गाडीमा आयो कि अनि हल्का सानो गरिब जस्तो अनुहार एकछिन बनाएर च्यापे 25 यो खालको तानेर जा तेरो पैसा दिदिनँ हानिदिनु गएको तँ श्राद्धमा पुरी सब्जी खाँदै गर तेरो पैसाले मासु भात खान्छौँ भने यस्तो गाडी उडाएर भागेको यसको पैसा मैले भनेको एउटा के तर दाइले दिनु भएन भोलिपल्ट दिनुभयो ए सुन मेरो कुरा सुन न कसैको म लाइभमा थिएँ होइन अनि त्यो यस्तो नि सुनेको कि वरिष्ठ मान्छेहरू ए फुल हाल्यो टिकटक लाइभमा कस्तो गर्छ अरे फुल कसरी माग्छ अरे भयो भनेको पुरै सर्किटहरू हुने यो यता गइसक्यो पुगेन अनि मैले यसो सोचेँ होइन अरे त बहुत माथा ओए तँलाई रेला टिकटक लाइभबाट उहाँ मान्छेले 15 करोड 12 करोड उहाँ घर सर 250 करोड पारोस् चाहिएन मलाई तर दाइले साथै कमाउँछ नलाएर हात यस्तै हात मात्रै मैले अहिले कस्तो थिएँ हल्का सर्टकटमा जीवनको अमूल्य समयहरू होइन आँखाको लेन्स कमजोर पार्न त्यहाँ नबस्छ मोबाइल आँखाको लेन्स बर्बाद तेरो जस्तो ओप्पो टोपो भिभो फोन हो यो 2 लाखको फोन S25 अल्ट्रा यसमा त्यो एन्टी रे कोनिके सब हुन्छ यो फोनमा हाई कम्फर्ट यो स्यामसङ 25 को जुन इन्जिन छ नि नोकियाको छ नि नोकियाको भपिलो त्यो लगाएको हो इन्जिन अरे पागल कस्तो पागल साथीहरू छ मेरो फिज बनाइदिन्छ ओ भाइ 5 देऊ न हात दुम होइन 25,000 भोलिपल्ट दिनुभयो दाइले 25,000 को यसको त्यो श्राद्धको 25,000 8 महिना लाएर सुलाइदिएको 50 रुपियाँ 100 300 200 दिएर चेक काट्दिएको मलाई मोर्चेमा ओ भाइ त्यतिखेर त्यो खोला ठेकासेका होइन भयो नि मैले त्यो साइडमा कुकुरे ब्याग बोक्थेँ नि त 10 लाख रुपियाँ गाडीमा जतिखेर पनि हुने कुकुरे ब्याग होइन झुक्केर मैले त्यो ब्याग यसको अफिसमा टेबलमा छोडेर पिसाब फेर्नु गएको कि कस्तो हात हालिसकेको रहेछ कुकुरे ब्यागको होइन मोडिफाई नाम के राखिदिएको दाजु मुजी भुलेको ओ छाड्न पनि लाइभमा बिस्तारै साह्रो कस्तो हेभी भयो बन्द हुँदैन त्यो पनि हो मान्छे आफै एनजाइटीमा छ घन्टा कुरा भाइ म गएँ ल घर पुगेर आउँछु लाइभ
त्यो ओएसीमा हुन्छ नि ल